एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ भने आज पनि छोटो मिठो ब्लग मिनी ब्लग लिएर फेरि उपस्थित भइसकेका छौँ भने आज चाहिँ छोराको एउटा ट्यालेन्ट देखाउने रे। सो छोराको ट्यालेन्ट अब हेर्ने है त गाइज। ल यसरी ग्लोभ्स हेराउँछ र म देशको नाम भन्छु, छोराले ठ्याक्कै देखाउने। ग्लोभ ल ल्याउ त। छोरालाई म देखाउन भन्छु यो ग्लोभमा अमेरिका देखाइदियो। ल कहाँ छ अमेरिका? यहाँ छ अमेरिका। ल के गर्नु नि अमेरिका देखाएर? ल अमेरिकामा गर्छ, लन्च गर्छ होइन। अब त्यसपछि अब अमेरिकाले फुटबल खेल्छ। फुटबल हो। लन्च गरिसकेपछि अमेरिकाको नेसनल फुड के हो? अमेरिकाको नेसनल फुड ह्यामबर्गर हो। ह्यामबर्गर। अनि राष्ट्रिय खेल नेसनल गेम चाहिँ हो बेसबल। बेसबल। ओके, अब टर्न हुन्छ अमेरिका पछि चिलीको। चिली देखाऊ पहिला यहाँ ग्लोभमा। कता देख्यो? ए चिली आला। अब चिलीको राष्ट्रिय खाना के थाहा छ? के हो र? तँलाई आउँछ हो पहिला? मलाई त आउँदैन। चिलीको खाना त झन् मिठो मिठो कुरा हुन्छ हो र? अनि राष्ट्रिय खेल के हो थाहा छ? ए मैले त पहिला र भन्नु पर्यो मिठो मिठो कुराहरू। चिलीको त्यो भने चाहिँ बर्गर होला, स्पाइसी फुडहरू होला। स्पाइसी फुड हो, त्यो स्पाइसी फुड छ। अब राष्ट्रिय खेल भने होइन। अब राष्ट्रिय खेल चाहिँ हुन्छ के अरे प्लास्टिक पर्छ नि त्यो घरमा खेल्ने त्यही हो। ए ल अब अर्को देखाइदियो कि? अब जापानको देखाइयो। जापानको त कहाँ छ खै? हो जापानको मैले नि देखाएँ। ए ल अब जापानको राष्ट्रिय खाना के हो? राष्ट्रिय खाना भनिदेऊ। राष्ट्रिय खाना सुसी। अनि राष्ट्रिय खेल? राष्ट्रिय खेल हुँदैन जापानमा, कराटे हुन्छ। हो यस्तो पो हुन्छ? ए ल ठिक छ। अब देखाइदियो इन्डिया। ओके इन्डियाको राष्ट्रिय खाना के हो? इन्डियाको राष्ट्रिय खाना चिकन बिरयानी। ए अनि राष्ट्रिय खेल के हो? राष्ट्रिय खेल क्रिकेट। ओके अनि राष्ट्रिय पन्छीको नाम के हो? राष्ट्रिय बर्ड के भनेको नि? राष्ट्रिय चराको नाम? राष्ट्रिय चराको नाम पिकक। अनि राष्ट्रिय जनावर? बाघ, टाइगर। अनि अब नेपालको राष्ट्रिय जनावरको नाम के हो? गाई हो, गाई। अनि नेपालको राष्ट्रिय पन्छीको नाम? हजुर राष्ट्रिय पन्छीको नाम के हो? पन्छी भने चरा। चराको नाम डाफे। अनि नेपालको राष्ट्रिय खानाको नाम के हो? दाल भात। ओके ल आजको लागि यति नै। बाई बाई भनिदेऊ। बाई बाई गाइस।